चिनिया दूतावासको कडा खण्डन। फेक न्यूज फैलाउन बन्द गरौँ। बाढीको उद्गम नेपालतर्फकै हिम पहिरो हो। आरोपले कसैको ज्यान बचाउँदैन। सहकार्य गरौँ। रसुवागढी केरुङ सीमा क्षेत्रमा भोटेकोशी नदीमा आएको प्रलयङ्कारी बाढी र त्यसले पुर्याएको ठूलो क्षतिबारे चिनिया पक्षले आफ्नो आधिकारिक धारणा स्पष्ट पारेको छ। चिनिया दूतावासले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै चीनले पूर्व सूचना नदिएको वा चिनिया भूभागमा जलविद्युत वा प्राकृतिक बाँध फुटेका कारण नेपालमा विनाश भएको भन्ने समाचार तथा दाबीहरूको खण्डन गरेको हो। चिनिया दूतावास सम्बन्ध निकायद्वारा जारी सूचनामा सन् 2026 अगस्त 26 अर्थात् भदौ 10 गते बिहान नेपालतर्फ नै गएको भूकम्प वा भूकम्प समानको भीषण हिम पहिरोका कारण लेदोसहितको ठूलो पहिरो खसेको उल्लेख छ। सोही प्राकृतिक घटनाका कारण सीमावर्ती क्षेत्रका नेपाल र चीन दुवैतर्फ गम्भीर मानवीय क्षति हुनुका साथै नागरिकहरू बेपत्ता भएको दावी गरिएको छ। विपत्तिको यस सङ्कटपूर्ण घडीमा एकअर्कामाथि आरोप प्रत्यारोप गर्नुको कुनै अर्थ नरहने र दुवै देशबीचको आपसी सहयोग र कूटनीतिक समन्वयले मात्रै मानवीय जीवन जोगाउन सकिने विज्ञप्तिमा जोड दिइएको छ। यता नेपाली जल तथा मौसम विज्ञान विभाग र अन्तर्राष्ट्रिय भूवैज्ञानिकहरूले भने तिब्बततर्फ थुनिएको नदी ताल फुटेर बाढी ओर्लिएको र 4.4 रेक्टर स्केलको भूकम्पीय कम्पन मापन भएको प्राविधिक विवरण सार्वजनिक गरिसकेका छन्। दुवै देशका सीमावर्ती अधिकारीहरूबीच उद्धार र वस्तुस्थितिबारे कूटनीतिक तहमा छलफल जारी छ।